1K सब्सक्राइबर पुग्ने हो। म्याच चाहिँ लास्ट फटाके चाहिँ ओसाका क्यास्टल। हेलो एभ्रिवान, नमस्ते, इट्स मी सरू तामाङ। वेलकम टु माई न्यू भिडियो। स्वागत छ हजुरलाई मेरो नयाँ ब्लगमा। आजको भिडियोमा चाहिँ म कहाँ जाँदैछु भनेर म हजुरहरूलाई देखाउँछु है। आज चाहिँ मेरो छुट्टी हो, त्यही भएर साथी र म चाहिँ आज घुम्न जाँदैछु। अब घुम्नको लागि त रेडी हुनु पर्यो होइन। अब चाहिँ म रेडी हुन्छु, फेरि जोइन हुन्छ है त रेडी भएर। जोइन भइसक्यो म फेरि पनि भिडियोमा। अहिले चाहिँ म रेडी भएर जाँदैछु। साथीसँग चाहिँ अर्को स्टेसनमा भेट्ने भनेर हामीले कुरा गरेको थियौँ। हामी दुईजना चाहिँ आज कहाँ जाँदैछौँ भन्दाखेरि ओसाका क्यास्टलमा जाँदैछौँ। फर्स्ट टाइम हो है ओसाका क्यास्टल चाहिँ, योभन्दा अगाडि गएको पनि थिएन। अनि आज चाहिँ जाऊँ भनेर जान लाग्यो। अनि मैले चाहिँ कपाल छोडेर जान्छु भनेर, यत्रो छोटो छ कपाल छोड्छु भनेर आइरन लागेको थियो कपालमा। भगवान, रुमभित्रै हुँदाखेरि पसिना खलखल्ती आएर अनि होइन भएन, घुम्न जाँदाखेरि गर्मीले नै खत्तम पार्छ भनेर अनि फेरि यसरी बाँधेर यो के यो यत्रो चौर जस्तो तक्लु यो निधार देखाउँदै हिँडिरहेको छु म चाहिँ। आज मजाले घुम्ने हो। अनि आज घुमेपछि अनि भोलि म फेरि वाकायामा केन जान्छु। वाकायामा केनमा 2 महिनाको लागि जान्छु। 2 महिना बसेर 2 महिना काम गरेर अनि फेरि फर्केर आउनेछु। अनि हजुरहरूलाई वाकायामा केनमा पनि म भिडियोहरू बनाउने छु, त्यहाँ चाहिँ के छ कस्तो छ भनेर है। यस्तै हाम्रो जापानको लाइफ चाहिँ गर्मी छ। अनि हप्तामा त्यस्तै 5 दिन काम हुन्छ होइन, 2 दिन जति छुट्टी हुन्छ। अनि छुट्टीमा कि त घरमा बस्यो कि भिडियो बनायो कि त घुम्न गयो। कति धेरै भइसकेको थियो, म घुम्न नगएको धेरै भइसकेको थियो। सो अनि आज चाहिँ घुम्न जाऊँ न भनेर अनि हामी दुईजना चाहिँ घुम्न जाँदैछौँ। जापानको लाइफ स्टाइल चाहिँ कस्तो छ भनेर चाहिँ म भिडियो मार्फत देखाउन चाहन्छु क्या है। जापानमा चाहिँ हामी यसरी बसेका छौँ भन्दै भिडियो बनाउन मन छ। सो अलिकति अनुकूल मिलिरहेको छैन कि आफूले सोचेको जस्तो भिडियोहरू बनाउन सकिरहेको छैन। बिस्तारै बिस्तारै त्यस्तै आफूले सोचेको जस्तै भिडियोहरू बनाउँदै जानेछु। अनि अर्को खुसीको कुरा चाहिँ के हो भन्दाखेरि मेरो युट्युब च्यानलमा चाहिँ 1K सब्सक्राइबर पुगेको छ है। धेरै 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 धन्यवाद, मनैदेखि धेरै धेरै धन्यवाद जसले मेरो च्यानललाई सब्सक्राइब गर्नुभएको छ। धेरै धेरै धन्यवाद। यसरी नै सपोर्ट गर्दै जानुहोला। अनि जसले सब्सक्राइब गर्नुभएको छैन उहाँहरूले पनि सब्सक्राइब गरिदिनु होला। यसरी नै जापानको लाइफस्टाइलको भिडियोहरू लिएर म आउनेछु। म चाहिँ स्टेसनमा पुगिसक्यो है। भर्खर साथीले कल गरेको, सिधै उतै कोही स्टेसनमा आऊ भनेर भन्यो। सो अब चाहिँ म यहाँबाट जान्छु क्यास्टलको एकीसम्म, क्यास्टल भएको एकीसम्म। अनि त्यहाँनिर भेट्ने छु साथीलाई। पसिना आएको हेर्नु नि, पसिना यस्तो गर्मी छैन कि। म चाहिँ ट्रेन पर्खिरहेको छु नि, यति धेरै मान्छे भइसक्यो ट्रेन पर्खेको। अघि पनि आएको थियो, अघिको ट्रेन प्याक भएर अनि मैले चाहिँ यो अर्को ट्रेनमा जाने भनेर नि अर्को ट्रेनमा पर्खेर बसिरहेको छु। म चाहिँ ट्रेनबाट झरेँ। अब जाँदैछु म 28 नम्बरको एक्जिटबाट जाने भनेर भन्यो। त्यही भएर म चाहिँ 28 नम्बर हेर्दै जाँदैछु। यहाँ रहेछ 28 नम्बर चाहिँ, 28 नम्बरको एक्जिटबाट। भर्खर के भएको भन्दाखेरि यहाँनिर चाहिँ पानीहरू भनेर लेखेको रहेछ। मैले चाहिँ
नेपारू भनेर पढेछ क्या म भनेर हिरो नि छाता ओढ्दै बसिरहेछ। त्यहाँनिर पानीरु भनेर ल्याएर रहेछ क्या पानीरु। मैले चाहिँ नेपारू भनेर पढेँ। एकछिन त झसङ्गै भएँ। खै कहाँ छ ट्याक्सी? हामी चाहिँ आइपुगिसक्यो। अब चाहिँ यो जान्छ र यहाँ साथी अब यहाँ गर्दै हाँसेर बस्छ। यो ट्याक्सी हो र? ट्याक्सी हो कि लो कार जस्तै देखिन्छ। म त कन्फ्युज पो हुन्छु त ट्याक्सी हो कि कार हो भनेर। अनि तिमीले किन इसारा गरेको त्यो मान्छेलाई? लाजै मर्दो पुरै इसारा गरेर बसिरहेछ। जाने हो ड्रेस नै त्यस्तो लगाइरहेको छ ट्याक्सी हो तिमीलाई ड्रेस त्यसै ल्यायो भन्दैमा अनि ट्याक्सी हुँदैन। म त एकछिन कन्फ्युज भयो कि ट्याक्सी हो र भन्दै। अनि ट्याक्सी त ट्याक्सीको लाइनमा हुन्छ नि त। अनि यस्तोमा पनि राख्छ नि त। उसमा म्यापमा हेर। मैले के भन्नु लाग्थेँ अब हामी चाहिँ यहाँबाट ट्याक्सीमा जाने कि यो गर्मीमा हिँड्न सक्दैन। 20 मिनट आउँछ कि ल त उसो भए जाउँ। ट्याक्सी सर्च गरौँ है त। छ नि त नि हावा चल्दा त कस्तो शीतल हुने कि नत्रमा लास्ट गर्मी। हिजो शीतल थियो। हिजो काम थियो त के गर्नु। त्यस्तो छ हाम्रो जिन्दगी चाहिँ। यसरी बितिरहेको छ अहिले चाहिँ। पहिला भए चाहिँ घुम्न पनि टाइम हुँदैन थियो हो। पहिला उता सेलमनबाट गएको निहङ्गो गएको पढ्ने बेलामा। अहिले चाहिँ फेरि छुट्टी मात्रै भएको जस्तो फिल भएर है कहाँ जाने के गर्ने। मलाई त यो वन जङ्गललाई हो। हाम्रोमा चाहिँ धानहरू रोप्दैन। तल तल बजारतिर चाहिँ रोप्छ। हामी त माथि लेकमा हो नि त। अनि यस्तो पत्करहरू घाँसहरू देख्ने बित्तिकै कति घरको याद आउँछ नि। यति मात्रै पत्कर भयो भने नि यति खुसी हुन्थ्यो हामी त। यति बाक्लो पत्कर पायो भने त। अनि घाँसहरू देख्यो भने काटम लाग्छ। कति रमाइलो हुन्थ्यो गाउँघर। नि टेन्ट सेन्ट लगाएको छ त नि। हो त नि पसलले राखेछ क्या हो त्यहाँ के होइन। पसलले राखेछ क्या हो। ठिकै छ हामी चाहिँ तिमीले सपनामा देख्यो होला। कहिलेकाहीँ यस्तै हुन्छ क्या यो ठाउँ म आइसक्यो जस्तो फिल हुने त्यस्तो हुन्छ। देखियो है देखेँ क्यास्टर देखिनौ खोइ मैले देखेन। देखिनौ कहाँ ऊ के ऊ माथि हेर न माथि। ए सेतै छ अनि देख्दैन। देखेँ। हामी दुईजना चाहिँ हामी ट्याक्सीमा जाने भनेर प्लान गरेको थियौँ तर ट्याक्सीले हामीलाई धोका दियो। ट्याक्सी नै फोन गरेको 25-30 मिनट लाग्छ भन्यो। अनि हामी त्यो टाइममा त हामी यहाँ क्यास्टलमा आएर पनि कतिवटा फोटो भिडियो पनि गरेर सक्छ होइन। यो ट्याक्सी पर्खेर बस्यो भने त हामी चाहिँ हामी चाहिँ क्यास्टल देख्न थाल्यो है। अब ओहो यहाँबाट फेरि गर्मी। अघि हामी दुईजना फर्केर गएको बाटोबाटै नि यहाँ सिधै आउँदैछ नि है। यो म्यापको बाटो हेऱ्यो कि म्यापले त यस्तो घुमाउँछ कि म्याप चाहिँ लास्ट फटाके। यो म्याप त अलिकति विश्वासिलो छैन म्याप। ल बस पनि हुँदो रहेछ त। यो बस कि गाडी 300 यो बसमा चढ्नलाई। ल भोलि पर्सि हामी नै यसरी घुम्नुपर्छ यो बाजे जसरी। तिमी नि त अनि तिमी हाइट सानो छ क्या भने यस्तो गर्नु। तिमीले ओढेको छाता त अनि मेरो आँखामा जान्छ अनि यत्रो छाता छँदै क्यास्टल जाने बाटोमा कस्तो राम्रो रुखहरू रहेछ। सतर यो रुखमा सबै माकुराको जालो लागिरहेको रहेछ। माकुराको जालो टल्किरहेछ टिलिक लगाएर। यत्रो ठुलो गेट रहेछ। गेटबाट हामी भित्र छिर्यौँ। हात धुम न गर्मी भयो। अनि यो चाहिँ गेट कस्तो दामी। यहाँनिर चाहिँ जापानको ट्रेडिसनल हात धुयो
के अरे यो पानीले हात धोएर चोखाउने भन्छ होइन त चोखाउने चोखाउनेवाला आऊ न तिमी नि गर म भिडियो खिच्छु हाम्रो म्याडमले हात धुन लायो यसो हात धोको पनि हेरौँ न तिमी त कुन फिल्मको हिरोइन जस्तो देखिरहेछ त ल लिउ त जिउमै खन्याम जस्तो हुन्छ हौ रियाक्सन हेर्दा त बाल्यो ओ माई गड गर्मी यस्तो गर्मीमा पनि घुमिराखेकै सबजना फेरि हामी मात्रै होइन ओ माई गड हावा चल्दा त कस्तो शीतल हुन्छ नि हावा चलिराखोस् न फेरि भने मन्दिर र क्यास्टल कसरी एउटै भयो रेस्टुरेन्ट जाने क्यास्टल भनेको राजा रानी बस्ने घर हो मन्दिर भनेको पूजा गर्ने मन्दिर हो थाहा थिएन के भन्छ राजा रानी कहाँ छ त अनि अहिले खोइ क्यास्टल देखाउँ न खोइ यहाँनिर क्यास्टल कस्तो राम्रो आएको छ नि पछाडि क्यास्टल हो यो चाहिँ दिनु लु अबि लु गर्मीले त मार्छ हो अब त कहाँ हामी रेस्टुरेन्ट जाने कि क्यास्टल जाने भन पहिला क्यास्टल जाने कि रेस्टुरेन्ट जाने पहिला त क्यास्टल गएकै राम्रो होला नि लु होइन नि होइन उही तर यो 4 बजे बन्द हुन्छ अरे छिटो छिटो जाउँ न हो र मैले उनै बिर्सेँ क्या एटिएम पैसा झिक्नु पर्ने थियो नि त अनि मेरो एउटा प्रब्लम चाहिँ त्यो के म कहिले पनि क्यास धेरै बोक्दैन किन अनि जहाँ एटिएम छ त्यहाँबाट सोरेर झिक्ने बित्तिकै त्यो पैसा सकाइदिन्छु कि मसँग क्यास भयो भने म सकाइदिइहाल्छु एक दिनमै सबै केही न केही है किनिरहन्छु क्या केही न केही किनिरहन्छु सेट कम खर्च भइसक्यो 8 दिनमा स्यालेरी अब 8 दिनमा स्यालेरी नै सकिसक्यो भनेपछि कति खर्च भयो होला विचार गर्नुहोस् यो चाहिँ क्यास्टल हो यो चाहिँ फोटोसोटो खिच्ने त्यस्तो भइरहेछ क्यास्टल है ल 0.5बाट खिच्दाखेरि चाहिँ फुल आउँदो रहेछ यो चाहिँ ओसाका क्यास्टल वरिपरि चाहिँ रेस्टुरेन्टहरू छ यहाँ हामी लाइन बस्दा बस्दै कति धेरै मान्छे आइसक्यो हेर पछाडि हेर त अघि हामी 2 जना मात्रै थियो लास्टमा अहिले यति धेरै मान्छे आइसक्यो तर विदेशीहरू धेरै आउने रहेछ क्या यस्तै त हो नि है जापानको पहिलाको पुरानो चिजहरू हेर्नलाई बाहिरकै मान्छेहरू आउँछ यहाँ चाहिँ पानी झरिरहेको रहेछ 1200 रहेछ टिकटको 1200 स्टुडेन्टहरूको लागि चाहिँ 600 रहेछ डाइरेक्ट को चाहिँलाई चाहिँ 600 अनि सुगाकोलाई चाहिँ मुर्यो सुगाकोसम्मलाई चाहिँ तिरेको हामी भित्र अब यहाँ त जापानको झर्ने Okay, we want to go to top, so here. राइट लाइन कुन लाइनबाट जाने भनेर भित्र त शीतल रहेछ नि थर्ड र फोर्थ फ्लोरमा चाहिँ क्यामेरा अलाउड छैन रहेछ सो मैले चाहिँ अब जहाँ जहाँ क्यामेरा अलाउड हुन्छ त्यहाँको मात्रै भिडियो बनाउँछु है त यो ओसाका क्यास्टलको इतिहास हेर्दैछौँ है हामी चाहिँ यो भिडियोमा ओसाका क्यास्टल कुन सालमा बनेको कहिले चाहिँ के भएको भनेर देखाएको छ यो भिडियोमा चाहिँ एकछिन यो हेरेर अनि हामी माथि जान्छौँ पहिलाको क्यास्टल हेर्नु नि यहाँको कस्तो दामी देखेको है इमेजिन गर्दा पनि कस्तो दामी फिल हुने कि यो चाहिँ दक्षिण उत्तर साइडमा रहेछ यो चाहिँ क्यास्टल चाहिँ त्यहाँनिर लास्ट दामी घर क्या पहिला
अहिले यो वरिपरि यो घरहरू त छैन कि। अब यो चाहिँ सानादा युकिमुरा अनि यता चाहिँ तादानाओ मात्सुदाइरा। यी दुई बीच यसरी लडाइँ भएछ। झन्डा पनि फरक अनि हातमा भाला। ठिक छ, अब चाहिँ हामी जान्छौँ। कस्तो इन्ट्रेस्ट लाग्छ कि यो पहिलाको कुराहरू, इतिहासहरू होइन। यसो निहालेर हेर्दा लास्ट रमाइलो लाग्छ। इमेजिन गरेर त्यही बेलाको दुनियाँमा भएको जस्तो फिल हुन्छ क्या। अब हामी फेरि माथि जान्छौँ। हामी चाहिँ अहिले 5th फ्लोरमा हो। अब 6, 7, 8 3टा बाँकी छ। हामी चाहिँ क्यास्टलको सबभन्दा माथि टप 8th फ्लोरमा आएको। 8th फ्लोरबाट अब यहाँ ओसाका देखाउँछ। पहिलाको पुरानोमा चाहिँ त्यहाँ त्यो तलतिर कति धेरै घर थियो है। अहिले चाहिँ घरहरू छैन रहेछ। अनि अलिक पर चाहिँ यस्तो ठुल्ठुलो बिल्डिङ। यताबाट पनि देख्न सक्नुहुन्छ। वाउ, कस्तो दामी आएको है। के हो यस्तो? यो बुट्टालाई चाहिँ गरेको रहेछ। यस्तो दामी। यो साइडबाट चाहिँ ओहो कत्रो ठुलो चौर हो। यो खेत हो कि बारी हो कि चौर हो कि के हो? यो घाँसै घाँस छ। कस्तो दामी घाँस भइरहेछ। हामी दुईजना चाहिँ तल झऱ्यौँ। अब कहाँ जाने भन्दाखेरि यही नजिकको रेस्टुरेन्ट जाने होइन। रेस्टुरेन्ट जान्छौँ। यो याकु गर्नुपर्छ कि पर्दैन त्यो थाहा भएन। अब त्यही गएर बुझौँ के हुन्छ। मिल्छ भने त्यही रेस्टुरेन्ट जाउँला, नमिल्ने भए अर्कै रेस्टुरेन्ट खोजेर जाउँला। ल क्यास्टलले यस्तो क्या ढुङ्गा माथि बनाएको यस्तो। हामीले भिडियोमा हेर्दा चाहिँ पहिलाको मान्छेले कहाँबाट त्यसरी ढुङ्गा, अब त्यो ठाउँको त नाम भनेको मैले चाहिँ बिर्सेँ। ढुङ्गा ओसारेर अनि यसरी ढुङ्गा कति धेरै ढुङ्गाले पर्खाल लाएर बनाएको छ कि। लास्टै गऱ्यो। अब चाहिँ हामी दुईजना चाहिँ यहाँ रेस्टुरेन्टमा आएको। यहाँनिर यो रेस्टुरेन्टभित्र छिर्छौँ। अनि यो रेस्टुरेन्टमा एकछिन बसेर अनि त्यो रुफटपको रेस्टुरेन्टमा जाने भनिरहेको कि यो मान्छे। यसलाई चाहिँ रुफटपको रेस्टुरेन्टमा लिएर जाने भरे बेलुका। अहिले चाहिँ बन्द रहेछ क्या, लन्च र डिनर मात्रै खुल्ने रहेछ। अब चाहिँ हामी यो रेस्टुरेन्टभित्र बसेर ड्रिङ्क्स खान्छौँ भनेको। सफ्ट ड्रिङ्क्स है, फेरि त्यस्तो ड्रिङ्क्स होइन। मार्क स्क्वायर ओसाका। कस्तो राम्रो यो के पिक्चर, कस्तो राम्रो साकुराको। हामी चाहिँ अहिले मेन्यु हेर्दैछौँ। ड्रिङ्क्समा के खाने भन्दाखेरि तिमी के खाने? स्याम्पन खाने? स्याम्पन खायो भने त म त विस्की बियर के खान्छौ भन तिमी? आइस लाटे खाने? म पनि लाटे नै खान्छु होला। सेटमा त यिनीहरू पो आउने रहेछ त। त्यही भएर सेट भनेर लेखेर रहेछ होइन। सेट भनेर कुराको हामीले चाहिँ सेटमा मगाएको थियौँ होइन। सेटमा चाहिँ हामीले पास्तासँग ड्रिङ्क्स मात्रै होला भने त। सुप अनि त्यसपछि ब्रेड पान खान्छौँ। अब खाएर अब कस्तो जानुपर्ने भयो क्या। बहिनी रुमको चाबी नै नलिकन गएर यताकोमा भनेर। रियल मान्छे भन्न हानिरहेको क्या। यसलाई त पुत्ला पो रहेछ। सेम मान्छे जसरी बसिरहेको।
ल फोटो खिचेको हेर्नु नि त्यहाँ ओ हिँड्नु जम्मा कस्तो राम्रो छ क्या यहाँ अब हामी खानासाना खाएर निस्क्यौँ पास्ता खाजा खायौँ अनि त्यसपछि अब कस्तो माथि टेरेसमा जान मन थियो बहिनीले रुमको चाबी नै लानु बिर्सेछ कि राम्रोसँग फोटो नै खिचेको छैन राम्रोसँग भिडियो नै बनाउन पाएको छैन बहिनीले पो चाबी नै लानु बिर्स्यो भन्दै फोन गर्छ अनि कस्तो दिमाग खराब गर्छ हो अब फर्किँदैछौँ सो गनाइ हुँदै घर जाँदैछौँ अब हामी दुईजना चाहिँ कान्छीलाई ढिला भइसक्यो त्यहाँ काममा जानलाई फेरि यहाँ के अरे ट्रेनै चेन्ज गर्न कति टाइम लाग्ने कि अब कति टाढा के लाइन नै यहाँबाट चेन्ज गरेपछि चाहिँ चेन्ज गर्नु पर्दैन अब उसको झर्ने ठाउँ र मेरो झर्ने ठाउँ फरक हो होइन अब झर्ने ठाउँ आउन लागिसक्यो अब हामी कहिले भेट्नु त थाहा छ नि अब नेक्स्ट अब 2 महिनापछि भेट हुन्छ आज चाहिँ 2 महिनाको लागि बाई हो 2 महिनापछि आएपछि अनि हाई हो 2 महिनापछि आएपछि फेरि घुम्न जाउँला है कतै अलिकति राम्रो दामी भ्यू देख्ने टाइपको उसमा रेस्टुरेन्टतिर जाउँला त्यो त खोज्नु पर्यो नि कति टन्नै कति छ राम्रोसँग जाऊ बाई राम्रोसँग जान्छु इभिनिङ काम बाटे गर बाई राम्रो जाउँ भयो ल धन्यवाद बाई म चाहिँ अचानक भिडियोमा जोइन भएँ है के भएको भन्दाखेरि अघि चाहिँ एकदम हतार रुममा गएँ किनकि म कान्छीलाई काममा जान ढिला भइसकेको थियो त्यही भएर म चाहिँ हतार सिधै रुममा गएँ मेरो चाहिँ यहाँ भोलि उता मकायामा केम जानको लागि टिकट काट्नुपर्ने थियो तर मैले चाहिँ त्यो टिकट नकाटिकन सिधै म कान्छीको लागि चाहिँ रुममा गएँ अनि कान्छी एकछिन रुममा बसेर अनि एकछिन रुममा बसेँ फ्रेस भएँ कपडा चेन्ज गरेर म यता आएँ स्टेसनमा टिकट काट्न आएँ अनि टिकट काटिसकेर अनि अहिले चाहिँ अनि फेरि घर फर्किँदैछु भोलिको लागि टिकट पनि काटेँ अब मैले त्यहाँ सामान पठाउनको लागि अस्ति राखेको थियो नेपाली दाइकोमा सामान मैले चाहिँ यतैबाट सामानहरू प्याक गरेर उता किन्न नपर्ने गरी यतैबाट खानेकुराहरू पनि दाल साल केटाकुटीहरू अलिकति चाउचाउहरू यताउता गरेर 1 कार्टुन जति सामान रेडी पारेर राखेको थियो अब त्यो सामान दाइले अघि पठायो भन्नुभएको छ अनि त्यो सामान पठाएको चाहिँ कम्पनीबाट पैसा आउँछ क्या पठाएको पैसा लाग्ने पैसा चाहिँ कम्पनीबाट आउँछ कम्पनीले तिर्दिन्छ अनि सो म चाहिँ त्यसको बिल लिन जान्छु अब बिल लिएर अनि घर जान्छु मलाई चाहिँ आज लास्टै ठगाइ लागिसक्यो है माथि बाँधेको चाहिँ अनि कपाल छोटो भएर यहाँनिर चाहिँ निस्किरहेछ कि यहाँ तल चाहिँ यसरी निस्किरहेछ अनि खालि अनि कपाल चलाएको मात्रै देखिन्छ है भिडियोमा चाहिँ कति कपाल चलाएको जस्तो नि हुन्छ होला अनि अब चाहिँ म त्यहाँ के अरे नेपाली दाइकोमा जानुभन्दा अगाडि चाहिँ म यता उसमा कोम्बिनीमा फ्यामिली मार्टमा छिरेर अनि मेरो चाहिँ एउटा बिल तिर्नुपर्ने छ बिल ट्याक्सको बिल है आज लास्ट डेट छ क्या एउटा बिलको अनि सो त्यसको बिल तिर्नुपर्ने छ अब तिरेरै जिन्दगी जाने भयो है के गर्नु तिर्नै पर्यो फेरि आफ्नो लागि हो तिरेन भने आफैलाई नराम्रो हुन्छ जसरी नै तिर्नै पर्छ यो बिल यहाँनिर बोकिरहेको छु कति भन्दाखेरि आमामा बिलको सम्झिँदाखेरि नि झिरिङ्ग हुन्छ हौ
अब के गर्नु तिर्नै पर्छ तिर्छु अब यहाँनिर फ्यामिली मार्ट पनि आइपुग्यो फ्यामिली पार्क पनि आइपुग्यो बिल तिरेर अनि यो लिप्टनको ग्रेप टी लिएँ गर्मी भइरहेछ चिसो खानु हुँदैन घाँटी दुख्छ तै पनि कस्तो गर्मीले गर्दा चिसो खानु मन लागिरहेको अनि जापानमा हुनेहरूले कतिलाई थाहा छ हो अब आउने मन्थको अब 5 तारिकमा चाहिँ भूकम्प आउने भन्ने कुरा भइरहेछ है मेरो दिमागमा चाहिँ खालि त्यही कुरा मात्र आएर के बिधि सोचेको है के बिधि सोच्ने भएको म टाउको दुखिसक्यो हिजो रातिदेखि त्यही भूकम्पको कुरा मात्रै सोचिरहन्छु किनकि अब आउन त आउँदैन होला कि अब आइहाल्यो भने होइन कसैलाई केही नहोस् क्या त्यही प्रार्थना गर्छु भगवान्सँग कसैलाई केही पनि नहोस् जन्म यता हुँदिन बहिनी एक्लै हुन्छ यहाँ म उता हुन्छु है त्यही भएर हिजो रातिदेखि त्यही कुरा मात्रै आएर छ तै पनि ठिकै छ मनलाई बुझाएर बस्नु पर्यो भनेर बसिरहेको छु गएर सामानहरू प्याक गर्नु पर्यो भोलिको लागि 2 महिनाको लागि पुग्ने सामान लिएर जानुपर्छ यस्तो भयो कि अस्ति चाहिँ 1 महिनामा है म छुट्टीमा घुम्न जानुपर्छ भनेर यत्रो ठुलो सुर्केसमा कपडाहरू लिएर गएको थियो लास्टमा कहीँ पनि घुम्न नगइकन त्यो कपडाहरू पनि यत्तिकै लाउँदै लाएन अब चाहिँ घुम्न जान्छौँ कि जस्तो लागेर फेरि प्याक गरेर लिएर जान्छौँ फेरि घुम्न गयो भने फेरि त्यस्तै हुन्छ हेरौँ अब के हुन्छ प्लान चाहिँ छ घुम्न जाने वकायामा केन गएर पनि भिडियोहरू बनाउने छु तर यस्तो गाह्रो हुन्छ कि है यो गर्मीमा आमामा दिउँसो बाहिर निस्किने लास्ट गाह्रो हुन्छ कि सासै फेर्न गाह्रो हुन्छ कि गर्मीले गर्दाखेरि मैले चाहिँ बिल लिएर आइसकेँ जाँदाखेरि चाहिँ दाइ चाहिँ जानु भइसक्यो रहेछ किनकि म अलि ढिला भयो नि त त्यही भएर अनि दाइ जानु भइसक्यो रहेछ तर दाइले तल रेस्टुरेन्टको दाइलाई बिल छोड्नु भएछ धेरै धेरै धन्यवाद दाइलाई एकदमै हेल्प गरिदिनु भएको छ सामान पठाइदिनु भयो र अनि आफैले पे गर्नुभएको पैसा पनि अनि मैले चाहिँ अहिले छोडेर आएँ बिल लिएर आएँ छोडेर अनि पैसा चाहिँ त्यही रेस्टुरेन्टकै दाइले छोडेर आएँ कस्तो बिर्सिने रोग लागेको छ्या एकैछिनमा बिर्सिन्छ क्या त्यता त्यही रेस्टुरेन्टकै उतापट्टि एउटा पसल छ नि त सुपर मार्केट छ तरकारीहरू सबै पाउँछ अनि त्यहाँबाट काँक्रो ल्याएर आज चाहिँ चटपट बनाएर खानु पर्यो भनेको त काँक्रो बिर्सेर आएछ फेरि मलाई काँक्रो बिना चटपट मिठाई लाग्दैन क्या बानी भएछ काँक्रो हाल्ने बानी भएर आज चाहिँ खाना नबनाइकन चटपट बनाएर खानु पर्ला भनेको काँक्रो बिर्सेर आएछ अब घर पुगेर के गर्ने हेर्नुपर्छ फ्रिजभित्र के छ खतल खुतुल गर्दै हेर्छु के खालको नराकै भनेको हाँसेर बसी हामी रुममा आएर अनि एकछिन रेस्ट पनि गरिसकेँ अब चाहिँ के बनाउने भने यहाँ फ्रिज हेर्दैछौँ फ्रिज चाहिँ यस्तो भइरहेछ कि भगवान् के हो यस्तो यस्तो फोहोर त नि सामान धेरै भयो नि के बनाउने भन्दै हेरेको नि अब के बनाउने दाइ छ पनि दाइ बाबुला दाइ छ खाइमा डेट सुकुटी पनि छ यहाँनिर के खाने भन्दाखेरि भात खाने होइन त तरकारी बनाउनु पर्यो साग बनाउँ न त्यो साग अब चाहिँ म र कान्छी बिच चाहिँ ऊ भयो कान्छीले तरकारी बनाउँछ अनि म चाहिँ भोलिको लागि सामान रेडी पार्नुपर्छ भोलिको लागि सामानहरू प्याक गर्नु पर्यो है अहिले प्याक गर्नु भने फेरि भोलि भ्याउँदैन क्या भोलि 10 बजेर 13 मिनटको ट्रेन छ मेरो सो
भोलिको भिडियो पनि फेरि म भोलि नै लिएर आउने छु साथीहरू। आजको दिन चाहिँ मेरो यसरी नै बित्यो। भिडियोलाई लास्टसम्म हेरेर इन्जोय गर्नुभयो होला भन्ने आशाका साथमा अब म भिडियोलाई इन गर्न चाहन्छु। थ्याङ्क यू भेरी मच। गुड नाइट, बाई बाई।